ल गाइसहरू मेरो चाहिँ आज धान गोदाएको अवस्था यस्तो छ। 2083 साल साउनको आज 30 गतेको दिन चाहिँ यसरी धान गोदाएको अवस्था। मेरो चाहिँ धामाधुम तल चाहिँ यता गोदाउनु भएको छ। त्यो छ धानको अवस्था, त्यो छ यता गोदाउनु भएको छ। गाइसहरू म त्यसरी धान गोदाएको छु। धान गोदाइ म चाहिँ तपाईँ कसरी गर्नुहुन्छ तपाईँहरू, म चाहिँ यो आफ्नो कसरी गर्नुपर्छ भने तपाईँको म चाहिँ कृषिहरू चाहिँ यो धान मकै गहुँ जे भए पनि कति बेला कसरी गर्ने भनेर यो चाहिँ हेरेर गर्छु। साउनको दिन भए पनि तपाईँको अब साउनमा कोदो रोप्ने बेला भयो भने म चाहिँ यो धान अब गोड्ने बेला भयो भनेर गरिरहेको छु। कसैले छिटो भन्नु होला, कसैले के यो चाहिँ कमेन्टमा गर्नु होला। गाइसहरू छिटो भयो कि ढिलो भयो चाहिँ भनिदिनु होला। म चाहिँ यो धान अब साउनको दिनमा भने यसरी गोड्ने बेला कन्फर्म भयो भन्ने हिसाबले गरिरहेको छु। तपाईँलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला है, नबिर्सिनु होला। लाइक सब्सक्राइब कमेन्ट गरेर भन्नु होला है। मैले चाहिँ यसरी गरिरहेको छु। म चाहिँ तपाईँको धान भए पनि कोदो जे भए पनि त्यसको परिस्थिति हेरेर गर्ने काम गर्छु। अहिले चाहिँ म चाहिँ धान गोड्ने बेला पक्कै भयो भनेर गरिरहेको छु। तर कति साथीभाइले छिटो भयो भन्नु होला, कसैले बेला भएको छैन भन्नु होला। कस्तो हो यो भन्नु होला है, सल्लाह सुझाव दिनु होला है। गाइसहरू यसरी गरिरहेको छु। अब यहाँसम्म पुऱ्याउनु पर्छ, यो रुख छ रुखको फेदमा पुऱ्याउनु पर्छ बाँकी यस्तो चाहिँ गाइसहरू मेरो त्यस्तो छ। तल देखिएकोदेखि गरिदिएको गाइसहरू गाइसहरूलाई सल्लाह सुझाव दिन्छ नबिर्सिनु होला। यस्तो छ।